दशैंको लागि मिठो मासु र भात खानलाई यसरी चिकन करी बनाउनु भयो भने चाहिँ हजार हजारको दक्षिणा पाउनुहुन्छ है। यति मिठो बनायो भनेर सुरुमा चाहिँ चिकनलाई म्यारिनेट गर्ने, थोरै कागती एड गरे, थोरै बेसार, थोरै जिराको पाउडर, स्वादअनुसार नुन, थोरै खुर्सानीको धुलो र त्यस्तै गरी थोरै चिकन मसला पनि एड गरे के मिठो टेस्ट आउँछ 1 चम्चा जति। र अदुवा र लसुनको पेस्ट पनि हाले 2 चम्चा, 4 चम्चा चिनी नभएको दही हालेर मस्तले म्यारिनेट गर्ने। यो चाहिँ 1 केजी चिकन हो। टाइम छ भने चाहिँ यसले आधा घन्टा जति म्यारिनेट हाल्न दिनु। मसलामा चाहिँ थोरै ब्ल्याक पेपर हाल्ने, मरिच, दालचिनी, त्यस्तै गरी सुकुमेल, खुर्सानी र जिरालाई चाहिँ एकैछिन तताउने र यसलाई ब्लेन्ड गरिदिने पाउडर बनाएर। अब चाहिँ कराईमा थोरै तेल हालेर यो म्यारिनेट गरेर राखेको चिकनलाई फ्राई गर्ने। चिकनमा आउने नराम्रो स्मेल काट्नको लागि चाहिँ थोरै हरियो खुर्सानी पनि एड गरे। एउटा कराईमा चाहिँ थोरै तेल हालेर 2वटा मिडियम साइजको प्याजलाई पनि यतिको हल्का ब्राउन नहुन्जेलसम्म फ्राई गरिसकेपछि यसलाई निकाल्ने र त्यो मसलासँगै ब्लेन्ड गरिदिने कि। अब यो चिकनबाट आएको पानी पनि सबै निस्किसक्यो र यो मजाले फ्राई भइसक्यो। अब चाहिँ प्याज र मसलाको प्युरे र 6वटा जति गोलभेडालाई पनि प्युरे गरेर हालेर यसरी मजाले चलाउने यसलाई। र धनिया पनि एड गरिदिए। तपाईँहरूले चाहिँ नुन पुग्दैन जस्तो लाग्छ भने चाहिँ थोरै नुन पनि थप्दा हुन्छ। अब मसलासँग एकैछिन पकाइसकेपछि तपाईँहरूलाई कतिको ग्रेभी मनपर्छ त्यही अनुसार तातो पानी एड गरेर यसलाई एकैछिन उमाल्नलाई छोडिदिने। माथिबाट थोरै धनिया पनि एड गरिदिने र यतिको गरिसकेपछि यो दामी चिकन करी चाहिँ रेडी भयो।